यो क्वेसन रहेको छ कन्भर्ट 1.57 को बार इन्टु फ्र्याक्सनमा। हामीले यसलाई फ्र्याक्सनमा कन्भर्ट गर्छौँ। पहिला यो बार भनेको त्यो के हो त्यो जान्नु पर्यो। अब के हो म भन्दैछु है। जस्तै यहाँ हेर्छु साइडमा मैले गर्छु, यहाँ 1.57 छ, यसको बार हो भने यसको बारको अर्थ के हो भने 1.575757 यो अनन्तसम्म यस्तै रिपिटेड छ। सो सजिलोको लागि हामीले यसलाई 1.57 लेख्छौँ। यसको मतलब के हो भने 5757 एकदमै धेरै पटक के छ त रिपिटेड छ, त्यही भएर सजिलोको लागि हामीले लेख्छौँ 1.57 को बार। यसको अर्थ के हो भने 5757 एकदमै रिपिटेड छ, यस्तै 1.575757 एकदमै रिपिट छ यन्थसम्म, यो थाहै छैन कहाँसम्म गएर रोकिन्छ। सजिलोको लागि त्यसैले हामी यसलाई लेख्छौँ 1.57 को बार। अब यसलाई हामीले कन्भर्ट गर्छौँ फ्र्याक्सनमा। कसरी गर्ने पहिला क्वेसन जे छ त्यो सार्छौँ 1.57 को बार, र यसलाई हामीले के लेख्न सक्छौँ भने 1 + 0.57 को बार। तपाईँले क्यालकुलेटरमा 1 + 0.57 थिच्नुहुन्छ भने सेम टु माथिको नै आउँछ जे छ त्यही। र अब यसलाई हामी लेख्छौँ 1 पोइन्ट, अब हेर्नु त बारमा कति नम्बर छ 57 भने यहाँ 57 जस्ताको त्यस्तै लेखिदिनु अपन। अब कतिवटा छ बारको तल 1 2 भनेको 2वटा 9 लेख्नु। सिम्पल ट्रिक हो, एउटा ट्रिक हो, तपाईँले यसलाई गर्न सक्नुहुन्छ। अब यहाँ यसलाई यहाँ मल्टिप्लाई गर्ने 99 + 57, अब होल अपन 99, यो जस्ट एलसिएम लिएको है मैले। यसलाई यहाँ मल्टिप्लाई गर्नु, अब सबैको तल के आउँछ 99। अब जोड्नु कति हुन्छ, यो जोडेर हुन्छ 1.156 अपन 99। अब यो कतिले डिभाइड हुन्छ गर्नुहोस् त, यो 3 ले काटिन्छ, 3 ले काटिन्छ 52 चोटि, 3 ले काटिन्छ 33 टाइम्स हुन्छ 52 अपन 33। अब यो डिभाइड गर्नुहुन्छ माथिको नै आउनु पर्यो, यो माथिको नै आउनु पर्यो। हेर आउँछ कि नै 52 / 33 हेर्नु त आयो नि 1.57575757 यस्तै लास्टसम्म जान्छ। त्यही भएर हामीले के लेख्छौँ त 1.57 को बार भनेको नै एन्सर हो।